यो स्कुटरको माइलेज चाहिँ एकदमै पर्फेक्ट छ मेरो लागि किनभने मैले चाहिँ धेरै ट्राभल गरिरहनु पर्छ साइड जाने ओर्ने गर्नलाई त्यो भएर चाहिँ एकदमै बब्बाल माइलेज छ। नमस्ते, मेरो नाम सुप्रभा घिमिरे हो। मेरो प्रोफेसन चाहिँ आर्किटेक्ट हो। म चाहिँ गठाघर भक्तपुरमा बस्छु। मेरो चाहिँ अफिस धुम्बाराईमा हो। त्यो भएर रेजेडारमा चाहिँ म लगभग 20 to 23 किलोमिटर्स चाहिँ डेली ट्राभल गरिरहेको हुन्छु। यो लिनुको पछाडि चाहिँ मेरो धेरैवटा रिजन्सहरू छ। यसमा चाहिँ एउटा चाहिँ यो हाइब्रिड छ। एकदम धेरै ट्राफिक जाम हुन्छ। अब यो गठाघरदेखि धुम्बाराई ट्राभल गर्दाखेरि त्यहाँनिर चाहिँ यो अटो अफ हुने फिचर्स चाहिँ मलाई एकदमै धेरै मनपर्छ। अनि जाडो महिनामा पनि यो एकदम स्टार्ट गर्न प्रब्लमै हुँदैन। एकदम मजाले सजिलो गरी स्टार्ट हुन्छ। चाबी घुमाइरहनु पर्दैन, स्टार्ट गरिरहनु पर्दैन, आफै नै एक्सिलेटर दबायो अनि हिँडिहाल्यो। यो स्कुटरको माइलेज चाहिँ एकदमै पर्फेक्ट छ मेरो लागि किनभने मैले चाहिँ धेरै ट्राभल गरिरहनु पर्छ साइड जाने ओर्ने गर्नलाई त्यो भएर चाहिँ एकदमै बब्बाल माइलेज छ। म चाहिँ यो स्कुटरलाई 9 out of 10 रेट गर्छु र यदि कोही नयाँ लिँदै हुनुहुन्छ स्कुटर भने चाहिँ म एकदमै यो रेजेडार लिनलाई रेकमेन्ड गर्छु।